हेलो एभ्रिवन, आज हामी करियर स्टेसनमा छौं। तपाई स्टडी इन नेपाल र स्टडी अब्रोड को बारेमा पनि देखिरहनु भएको छ। अनि तपाईहरु अहिले 12 को एक्जाम दिइरहनु भएको छ भने तपाईहरु जस्तो थुप्रै स्टुडेन्ट यहाँ आइसक्नु भएको छ। लेट्स भिजिट आवर अफिस। 12 को स्टुडेन्टहरुलाई यदि तपाई म्यानेजमेन्ट स्ट्रिममा आफ्नो करियर बनाउन चाहदै हुनुहुन्छ भने सीम्याट, कुम्याट र आईटी इन्ट्रान्स प्रिपरेसन पनि गरिरहेका छौं। क्लास स्टार्ट भइसकेको छ डिफरेन्ट टाइमिङमा 6 AM टु 8 AM, 8 AM to 10, 10 to 12 जस्तै गर्दै गर्दै एट इभिनिङ सम्म हाम्रो यो क्लासेसहरु भइराछ। लेट्स मुभ अनदर। तपाईहरुले यहाँ हेर्नुभयो भने हाम्रो क्लासरुमहरु हेर्न सक्नुहुन्छ। तपाईहरु 12 को स्टुडेन्टहरुले कुनै पनि एन्ट्रान्स क्लासहरु पढ्न खोजिरहनु भएको छ भने करियर स्टेसनमा एसी क्लासरुममा बसेर तपाईहरुले एकदमै कम्फर्टेबल वेमा डेस्क बेन्चहरुमा बसेर मजाले पढ्न सक्नुहुन्छ भने तपाईहरुले बेस्ट भन्दा बेस्ट रिजल्ट पनि दिन सक्नुहुन्छ आफ्नो फर्दर higher studies को लागि। Okay, we have a such kind of premium class for the IELTS, PETI and SAT classes। हामीले तपाई अब्रोड स्टडी को लागि प्लान गरिरहनु भएको छ भने हामीले IELTS को, PETI को, SAT को क्लासेसहरु पनि रन गरिरहेको छौं र त्यसमा पनि अहिले तपाईहरु यदि आउनुभयो भने अप टु 50% स्कलरशिप पाइरहनु भएको छ। के पढ्ने सोच्नुस् अनि तपाईहरुको लागि आउनुस् है। This is our counseling room and IELTS class हैन। तपाईहरुले IELTS पढ्न सक्नुहुन्छ र IELTS सँगसँगै कुन देश जाने अस्ट्रेलिया, युएसए, क्यानाडा, युके र युरोप जस्तो देशहरुको लागि काउन्सलिङ सेसन पनि हामीले गराइरहेका हुन्छौं साथै फाइनान्शियल डकुमेन्टको सपोर्टमा। ओके, लेट्स मुभ अनदर क्लास। तपाईहरु कुन कलेजबाट हुनुहुन्छ मलाई थाहा छैन, तर यहाँ त तपाईहरुले अहिले थुप्रै स्टुडेन्टहरु डिफरेन्ट कलेजेसहरुबाट आइरहनु भएको छ र आफ्नो कलेजेसहरुबाट स्कलरशिप पनि पाइरहनु भएको छ। तपाईहरुले यो क्लास हेर्नुभयो भने योमा चाहिँ हामीले SAT पढाइरहेको हुन्छौं। SAT जो चाहिँ युएसए 100% स्कलरशिपको लागि पढ्न जान्छु भनेर प्लान गरिरहनु भएको छ र हैन मोर देन 100% स्कलरशिप पनि पाउँछु भन्ने थाहा छैन भने तपाईहरु फर्दर काउन्सलिङको लागि एकचोटी आएर काउन्सलिङ लिएर मात्र IELTS को क्लासहरु, PETI को क्लासहरु, SAT को क्लासहरु जोइन गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो काउन्सलिङ डेस्कहरु छ डिफरेन्ट कन्ट्रीजहरुको लागि। तपाई कुन कन्ट्री जाने त्यसको लागि हामी यो गर्छौं। ओके, अहिले हामी ठ्याक्कै करियर स्टेसनको अफिसमा छौं र जसलाई चाहिँ तपाईहरुले हाम्रो फेसबुकमा, युट्युबमा, टिकटकमा, लिंक्डइनमा फलो गरेर तपाईलाई चाहिने मोर इन्फर्मेटिभ भिडियोहरु, इन्फर्मेसन सेसनहरु र अरु कुराहरु पनि तपाईले त्यहाँबाट इन्फर्मेसन लिन सक्नुहुन्छ। हेर्नुभयो भने स्टडी अब्रोडको अस्ट्रेलिया, क्यानाडा, युके, युएस, युरोपको लागि हामी तपाईलाई प्रिपेयर गराउने छु र सँगै एन्ट्रान्स प्रिपरेसन, सीम्याट, कुम्याट, आईटी इन्ट्रान्स प्रिपरेसन, बीएलएलबी, बीएससी, सीआरसाइटी जस्तो इन्ट्रान्स प्रिपरेसनहरुको लागि पनि तपाईलाई हामीले सपोर्ट गर्नेछौं। लेट्स कम हियर। फाइनली यो प्रिमियम अफिसमा तपाईहरुले आएर आफ्नो सर्भिस लिन सक्नुहुन्छ। बेस्ट अफ लक फर योर फर्दर करियर। I hope you all will be here for your upcoming career journey for study in Nepal and study abroad. Thank you so much.